ह्यापी न्यू इयर सबैजनालाई। हे गाइज, आज चाहिँ हामी न्यु इयर मनाउनुको लागि जाँदैछौँ फ्रम गोदावरी होइन। अब हाम्रो प्लान अर्कै थियो तर प्लान क्यान्सल भयो। अनि त्यो क्यान्सल भए तापनि हामी जान त छोड्दैनौँ, निस्किने त निस्किने हो जसरी भए पनि। त्यही भएर हामी चाहिँ आज घुम्न जाँदैछु गोदावरी। हाइकिङ अथवा ट्रेकिङ के हुन्छ होइन, जाने हो। पहिला कानुन भेडाजी लाग्यो हामी अब न्यु इयर मनाउनुको लागि। सबैहरू सोल्टी आज गोदावरीमा रमाइलो गर्ने भाइ। अरू त खाने बोकिएन त। यो चाहिँ टिकट काट्ने ठाउँ हो र यसमा चाहिँ हामी चाहिँ यहाँबाट इन्ट्री भइसकेको। क्या ऊ सिउँमा म्याट्नुपट्टि भन् न लु। ल ल ल ल ल बटाइन्छ माकाल कि फुल 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 काठको पुल छ नि। तेरिका हो ल अब यतै बसेर स्पेसल ठाउँमा कहाँ बस्ने खै भिडियो नि। हेलो ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर। सेम टु यु ब्रदर। ह्याप्पी न्यु इयर। सेम टु यु माइ फ्रेन्ड। ह्याप्पी न्यु इयर। के हो यो? हामीले त बन्दुक लिएर आएको नि भिरु। हामी चाहिँ पुगियो र अब चाहिँ थोरै चिसो खानुको लागि चाहिँ तयारी गर्दैछौँ। ब्लगको लागि यहाँ आए गर्दैछ केटाहरूले। अनि आज चाहिँ हामीले न्यु इयरमा खासै केही ल्याएन। 1 2 3 4 ल अब चाहिँ हामी चिसो बच्चाहरूले जस्तो के खाएको यो? Everybody jump! एकजना आउनु त ल, विवेक जानु त। जान्न छिटो। ल हामी सबैजना जाँदै लाग्छ। सबैजना सबै आउनु न। हामी चाहिँ अब 2083 को न्यु इयर सकाएर फर्किएको गोदावरीदेखि जस एकदम रमाइलो भयो। अलिअलि अरूको ग्रुपमा गएर पनि नाच्न पाइयो, सो एकदम खुसी लाग्यो र रमाइलो भयो एकदम। र आजको दिन चाहिँ यतिमै सक्यो।